नमस्ते सबैजनालाई। धेरैजनाले को हो के हो पोस्टमा राम्रोसँग अनुहार देखिन भन्नुभएको छ। त्यसको लागि एउटा फेरि पोस्ट अपलोड गर्न खोज्दैछु र खुट्टा राम्रो देखिएन, खुट्टा के भएको हो, सुनेको के कस्तो भनेर लेखेको जस्तो देखिँदैछ यहाँ, तर क्लियरली बुझ्न सकिएन भन्नुभएको छ कतिजनाले। र त्यसको लागि म खुट्टा देखाउन गइरहेको छु। खुट्टा के हालत छ, रातभरि दिनभरि दुख्छ, फल्छ र खुट्टा चाहिँ यसरी सुन्निएको छ र ठाउँ ठाउँमा यसरी प्याचेस भएको छ। रातो रातो दागीहरू देखिरहनु भएको छ तपाईँहरूले। चिलाउनदेखि लिएर पोल्नदेखि लिएर घोत्न रातैभरि पेन हुन्छ र पेन किलर बेगर बाँच्न गाह्रो परिसक्यो मलाई। र त्यसको लागि चाहिँ अब यो तल्लो भागको बडीको तल्लो भागमा भएपछि एपोइन्टमेन्ट अलिकति ढिलो हुने भएकोले गर्दा चाहिँ प्राइभेटली ट्रिट गर्नु पर्यो आउट अफ कन्ट्री गएर भनेर चाहिँ हजुरहरूसँग सहयोगको लागि मैले पोस्ट बनाएको थिएँ। त्यसमा हजुरहरूको कतिवटा कमेन्ट्स आएको देख्दा चाहिँ अनि यो पोस्ट फेरि बनाएको मैले। यसरी सुन्निएको छ, डमाडोल भएर हात्तीको पाइला जस्तो भएको छ र यहाँ माथिदेखि अब तल अल द वे यहाँ माथि यहाँदेखि चाहिँ अल द वे यहाँदेखि सबै यो सुन्निएको हो। यो सबै सुन्निएको छ, सबै सुनेर चाहिँ अल द वे सबै सुन्निएको छ। यो अब अलिक मजाले थितारे पनि दुख्छ, गाह्रो हुन्छ। अनि 1 वर्ष पछाडिको मात्रै एपोइन्टमेन्ट दिने पाइयो, त्योभन्दा अगाडि हुँदैन। नन इमर्जेन्सी केस हो यो भन्ने कुरो आएपछि चाहिँ अब यतिकै बसेर भएन। 1 वर्ष भइसक्यो, 1 वर्षदेखि यस्तै छ, कुनै केही छैन। यो एरियादेखि यहाँनिर मेरो यो खुम्चिनु पर्ने खुम्चिँदैन, यो सबै सुन्निएको छ। अनि अलिकति घुम्यो टर्क भयो भने यसरी चुम्किन्छ र यसरी फाट्छ, यसरी फाट्छ। यहाँ पनि देख्न सक्नुहुन्छ तपाईँहरूले, यसरी फाट्दै जान्छ। अनि अब यो के भएको हो कस्तो हो यसले चाहिँ अब डक्टरहरूले चाहिँ यहाँको डक्टरहरूले चाहिँ CRPS क्रोनिक रिजनल पेन सिन्ड्रोम भन्छ। लङ टर्म हो यो, लङ टर्म डिसेबिलिटीमा काउन्ट हुन्छ भन्छ। अब आफूलाई एउटा होप छ जाति हुन्छ होला भनेर भविष्यमा केही गरेर खान सक्छु। 3 जना नानी को फ्यामिली भएको मान्छे मसिनै छन् केटाकेटी। अनि हजुरहरूले जति सक्दो सहयोग गरिदिनुहुन्छ होला भन्ने आशाका साथ यो पोस्ट बनाएको थिएँ मैले। धन्यवाद।